एसेम्ब्ली हुन्छ भने 9 त सो म फेरिबाट आएँ मेरो बोर्डिङ फेस लिएर सो हेलो एभ्रिवान इट्स मी सिनिगामी ब्याक अगेन विथ अ न्यू भिडियो सो म चाहिँ क्लास 9मा पढ्थेँ कि अनि त्यति बेला एउटा सरले मलाई टुरिस्ट स्टुडेन्ट भन्नुहुन्थ्यो कि अनि त्यो सरले चाहिँ हामीलाई साइन्स पढाउनुहुन्थ्यो अनि म र मेरो लम्बु साथी हामी हरामी थियो कि हामी जहिले एब्सेन्ट हुन्थ्यो सबैभन्दा हरामी हामी दुईजना थियो हामीलाई केही होमवर्क नि गर्थेन केही नि गर्थेन बस स्कुल जाने तेल्नी टोलाउने होमवर्क नगर्ने जहिले एब्सेन्ट हुने पढ्थेँ क्या मैले अनि पछि लाइक ऊ पनि एब्सेन्ट हुन्थ्यो म पनि एब्सेन्ट हुन्थेँ कि सुरुमा त हामी दुईजना मात्रै एब्सेन्ट भएको थिएँ सो अनि मेरो चाहिँ एकजना मोटो साथी थियो कि अनि ऊ पनि एब्सेन्ट हुन थाल्यो ल 12जनामा 2जना त त्यसै एब्सेन्ट हुन्थ्यो है अनि फेरिबाट एकजना नै एब्सेन्ट हुन थाल्यो हामी 3-3जना एब्सेन्ट हुने भइयो क्या सो म 2 महिना त्यस्तै एब्सेन्ट हुने 2-3 महिना त्यस्तै एब्सेन्ट हुने मेरो लम्बु साथी 6 महिना एब्सेन्ट हुने अनि मेरो मोटो साथी 4 महिना एब्सेन्ट हुने हाम्रो चाहिँ लाइक कम्पिटिसनै टाइपको भइसकेको थियो कि लाइक को धेरै एब्सेन्ट हुन्छ त म चाहिँ सेकेन्ड कि थर्ड प्लेसमा थिएँ है मेरो लम्बु साथी त कहाँ 6-7 महिना एब्सेन्ट भइदिने अनि मोटो साथी 4 महिना एब्सेन्ट भइदिने सो दुईटामा सो तिनैजनामा एब्सेन्टमा 10चोटि म त उभिरहन्थेँ कि कपालले गर्दा कहिल्यै काट्थेन कि मैले लिटरली मैले गर्दाखेरि नि तिनीहरूले कपाल पाल्न पाउँथेँ कि भन्न पाउँथेँ नि त अब सर उसले काटेको छैन हामीले किन काट्ने भन्न पाउँथेँ कि तर म चाहिँ लास्ट एब्सेन्ट हुन्थेँ कि सन्डे र मन्डे त जहिले एब्सेन्ट हुन्थ्यो मेरो स्कुलमा 9मा नि एब्सेन्ट भयो 10मा नि एब्सेन्ट भयो 11मा नि त्यस्तै गरेँ 12मा नि त्यस्तै गरेँ तर म चाहिँ 9मा चाहिँ सबैभन्दा धेरै एब्सेन्ट भएको थियो होला 3-4 महिनै एब्सेन्ट भयो म त्यसै है लाइक त्यसै एब्सेन्ट भएको क्या मैले मलाई लास्ट दुःख दिन्थेँ त्यो टाइममा मलाई नमजा लाग्छ कि अहिले चाहिँ लाइक मैले त्यस्तो दुःख दिन्न ममलाई पहिला त मैले लास्ट दुःख दिन्थेँ नि कहिल्यै जान्थेन सन्डे र मन्डे त कहिल्यै जान्थेन म क्या जहिले एब्सेन्ट हुन्थेँ त्यसै एब्सेन्ट हुने क्या फेरि त्यही पनि सो द्याट्स इट फर टुडे गाइज आई सी इन द नेक्स्ट भिडियो टिल देन स्टे ह्याप्पी स्टे सिङ्गल बाई सो म चाहिँ जहिले एब्सेन्ट हुन्थेँ अहिले चाहिँ मेरो रिजल्ट 12को नराम्रो भएर मात्रै हो बोर्ड साउन्ड भएर मात्रै हो नत्र भए त म पनि कहाँ एब्सेन्ट नहुने मान्छेमा जस्तो पढिनँ है म नि एब्सेन्टै हुन्थेँ यो मेरो फर्स्ट टर्मको रिजल्ट नराम्रो भएर 12को बोर्डले गर्दाखेरि हो किनभने अटेन्डेन्सको कुरा पनि आउँछ सो त्यही भएर म एब्सेन्ट नभएर सुतेको के सो यो भिडियोको लागि यति नै राखौँ न त बाई आई सी इन द नेक्स्ट भिडियो टिल देन स्टे ह्याप्पी